नमस्कार साथीहरु, तपाईहरु युए मा हुनुहुन्छ, क्यान्सल भिजामा हुनुहुन्छ, भिजिट भिजामा हुनुहुन्छ। तपाईहरुलाई अरूको कम्पनीको भिजा लाएर जसलाई आफ्नो भिजा पनि भन्छ, त्यो भिजा लाएर तपाईहरु एनओसी लिएर काम गर्न चाहनुहुन्छ भने वी क्यान हेल्प यु प्रोवाइड दैट अन भिजा। त्यो अन भिजामा चाहिँ तपाईहरुले एमओएल देखि लगेर अब जब अफर देखि एमओएल देखि तपाईहरुको ई भिजा देखि स्ट्याटस चेन्ज देखि मेडिकल देखि तपाई नआयो भने बायोमेट्रिक देखि एमएस आईडी सम्म दिने काम हुन्छ। अब कस्ट एकदमै रिजनेबल कस्टमा हामीहरु हजुरहरुलाई भिजा प्रोवाइड गर्छौं अनि कम्पनी पनि जेन्युइन रहनेछ। अनि त्यो कम्पनीको थ्रु चाहिँ हजुरहरुले अरु कम्पनीमा जानुभयो, त्यो जुन कम्पनीबाट प्रोवाइड गरेको भिजाको थ्रु अरु कम्पनीमा जानुभयो भने हजुरहरुले वर्क परमिट पनि लिन सक्नुहुन्छ अनि वर्क परमिट लिएर चाहिँ अर्को कम्पनीमा काम गर्न सक्नुहुन्छ। सो यस्तो खालको भिजा चाहियो तपाईहरु लेडिज हो, जेन्ट्स हो र यो अन भिजा चाहियो भने अन भिजा एज इन अरूको कम्पनीको भिजा लिएर अब अर्कै कम्पनीमा वर्क परमिट लिएर काम गर्न चाहनुहुन्छ आफ्नो कन्भिनियन्टको लागि भने यु क्यान मेसेज अस राइट अवे। प्रोफाइलमा व्हाट्सएप नम्बर छ, जीमेल आईडी छ, टिकटकमा मेसेज गर्न सक्नुहुन्छ, फेसबुकमा मेसेज गर्न सक्नुहुन्छ, कुन प्लेटफर्ममा राख्नुहुन्छ त्यहाँ मेसेज गर्न सक्नुहुन्छ। इट वुड बी बेस्ट इफ यु मेसेज मी डाइरेक्टली अन WhatsApp or Gmail ID. Thank you so much.